सम्पूर्णमा जानकारी गराउन चाहन्छु र यो बुढा बिचारा अब के भन्नु, मान्छेले पागल जस्तोले सोचेर हेरिरहेको हुन्छ। तर यो बुढालाई राम्रोसँग गौर गरेर हेर्नुस्। यो बुढा मान्छेले भएको फोहोर ढुङ्गा सुङ्गाहरू यो नालाको डिक्कीमा फालिरहेको अवस्था छ डस्टबिन। अब यो मान्छेलाई पागल भन्ने कि सज्जन भन्ने कि के भन्ने हजुरहरूले नै एकचोटि राम्रोसँग फुल भिडियो वाच गरेर भनिदिनुहोस् भन्ने आग्रह गर्दछु। र अब के पिर परेको के भएको मलाई थाहा भएन, तर पनि नाङ्गो ढाड देखिनुहुन्छ र वरिपरि भएको चिजहरू सब नालाको त्यो उसमा चाहिँ फालिरहेको अवस्था छ। र मलाई यो देख्दाखेरि साह्रै दुःख लागेको छ। र उहाँको घर कहाँ होला, के गर्दै होला, उहाँको परिवारलाई थाहा छ कि छैन यस्तो अवस्थामा, हैन। अब अर्को भिडियो म बाँकी